हेलो गाइस, आज चाहिँ म हाम्रो सिद्राको अचार बनाउँदैछु। लसुनलाई पहिले मसिनो गरी क्रस गरेर चप गरेँ। त्यसपछि सानो अदुवाको टुक्रालाई पनि मजाले चप गरिसकेपछि एउटा हातमा मोबाइल एउटा हातमा चाकु पक्रेर त्यस्तो भयो। सो पुस गर्दै गरेको छु। चप गरिसकेपछि मैले साइडमा सिद्रालाई एउटा बलमा लिएँ। मिचान भने कलेज स्पेसियली ड्राई फिस मार्केटमा पाउने सिद्रा हो एउटा। मेरो बुढाको फेभरेट, मैले पनि खाइदिएको। सो मैले अदुवा मटरमा वास गर्न गएर आएपछि कहिले काहीँ यो ड्राई गरेको स्पेसमा बल्ल सल्लाह के हुन्छ भन्ने हो, नत्र भने वास नगरी गर्दा पनि हुन्छ, तर म चाहिँ बेस्ट वास गरेरै गर्छु। अनि त्यसमा मैले यसलाई छानेँ। मैले छानिसकेपछि चाहिँ यसलाई यो खासमा भिजायो भने चाहिँ अलिक लाइक सफ्ट वेमा बन्छ, नभिजाइ गर्ने हो भने चाहिँ अलिक क्रन्ची टाइपमा बन्छ होइन। अब यसलाई मलाई चाहिँ सफ्ट मनपर्ने भएकोले गर्दाखेरि साइडमा मैले फ्राइङ पेन पनि हिट गर्नुको लागि बसालेँ। फ्राइङ पेनमा मैले तेल चाहिँ सनफ्लावर तेल युज गरेको छु। सनफ्लावर तेल हालेर हल्का पहिले हिट हुन दिने यसलाई लो फ्लेममा। तेल हल्का हिट हुन्छ, हिट भइसकेपछि अनि जिरा मसला अरूलाई के मनपर्छ लाउँदा हुन्छ। मलाई चाहिँ जिरा चाहिँ एउटा फ्लेभरको लागि हो, टोकिँदाखेरि एउटा मिठो फ्लेभर आउँछ भनेर मात्रै हो। नत्र भने मैले मसला चाहिँ अलरेडी मेरो चिली पेस्ट पनि खाने छु, त्यो चिली पेस्ट चाहिँ मैले युज गरेर चाहिँ जिरा फ्राइसकेपछि लसुन त्यसपछि अदुवा चप गरेर राखेको लसुन अदुवालाई पनि हल्का गोल्डन ब्राउन हुँदैसम्म फ्राई गर्ने होइन। त्यसबाट चल्दैछ जाने। अब यतिको हुँदासम्म चाहिँ ग्यासलाई हल्का लो फ्लेम बनाएर तपाईँहरूलाई मनपर्ने अरू के छ लाइक बेसार चिली पाउडर जसको कलर के युज गर्न मन लाग्छ गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ जस्ट चिली पाउडर मात्रै युज गरेको छु। चिली पाउडर युज गरिसकेपछि सबैलाई मिक्स गरेर म एकछिन यसलाई अझै धेरै क्रन्च हुन दिन्छु। त्यसपछि सिक्का राखिदिन्छु। सिक्कालाई मजाले राखिदिसकेपछि यसरी त भिजाएको छ नि त, भिजाएकोले भएकोले गर्दाखेरि यसलाई अलिक फ्राई गर्नको लागि टाइम लाग्छ। अनि आफ्नो टेस्ट अनुसार नुन पनि राख्नु होला। नुन राखिसकेपछि हल्का चलाएर अनि फ्राई हुन दिनु है। फ्राई हुन दिने अब यसलाई लगभग 5-10 मिनटको टाइममा चाहिँ उल्टाइ चलाइरहनुपर्छ। कतिपय ठाउँमा चाहिँ अब धेरै बेर सिद्रा भिजेको छ भने चुक्रिन्छ, सिद्रा धेरै बेर भिजेको छैन भने चाहिँ चुक्रिँदैन। मेरो चाहिँ चुक्रेको छैन है, मैले चाहिँ डिप गरेर निकालेको नि त तारेको छु। यसलाई मजाले चलाउँदै फ्राई गर्ने, लगभग 5-10 मिनट फ्राई गर्ने। 5-6 मिनट फ्राई गरिसकेपछि अनि हजुरलाई ग्यास सानो बनाएर अलिक लो फ्लेममा मनपर्छ भने भेनेगर या लेमन टी जे युज गरेको पनि हुन्छ। मैले चाहिँ यहाँ भेनेगर युज गरिरहेको छु। भेनेगर व्हाइट भेनेगर भनेर आउँछ, त्यही चाहिँ युज गरिरहेको छु। मलाई त्यो मार्केटको रेडिमेडवाला चाहिँ अचारभन्दा पनि रेडिमेड हेल्दी पनि हुने होइन, आफूले बनाएको स्वास्थ्य पनि हुने। अलिक अब खानु पनि त्यस्तो नहुने भएकोले गर्दाखेरि आफै बनाउनु मन लाग्छ। म चाहिँ आफै नै ट्राई गर्छु। मलाई थाहा छैन मैले भएर गरेको पनि होइन, बट थोरै केही अलिकति ट्राईलाई जस्ट मैले ट्राई चाहिँ गरिरहेको छु होइन। चलाउँदै राख्नु। चलाइसकेपछि तपाईँहरूले यसमा भेनिगर युज गरे पनि लेमन युज गरे पनि जे गरे पनि चलाइसकेपछि यो हल्का फ्राई भइसकेपछि 80% फ्राई भइसकेपछि मैले चाहिँ भेनिगर राखेको छु। तपाईँहरूले पनि 80%, 85 to 80% चाहिँ भएपछि टेस्ट अनुसार मिठोसँग राख्नुहुन्छ। लास्टमा राख्दा पनि हुन्छ, तर मैले अहिले नै राखेको छु। सबै त्यो सुपर हो। त्यसपछि पनि चलाएर एकछिन भेनिगरको वाटर पार्ट चाहिँ सुक्नु दिनुपर्छ होइन। यसको वाटर पार्ट सुकिसकेपछि अनि